यी नेपालीहरूमा यो मानवता भन्ने चिज यति गिरेर गएछ, मानवता भन्ने चिज यति शून्यमा झरेछ। त्यहाँ ग्यास पनि बगेर आएको छ, लास पनि बगेर आएको छ। लास टिप्दैन, ग्यासको सिलिन्डर टिपिरहेछ। योभन्दा पीडा मलाई के हुन्छ भन्नु त? मरेको लास छ, युवतीको मरेको लास छ, मरेको लासबाट कानबाट सुन तानिरहेछ एउटा चाहिँ तपाईँको फटाले। हेर्नुहोस् कस्तो अपराधी होला, हेर्नुहोस् त। त्यो मानवता भन्ने नि छैन। अलिकति चान्स पायो कि नेपालीले गर्छ भन्दै के हो कि के हो? होइन, केपीओलीले भने जस्तो के होइन, नेपालीले चान्स पायो भने गर्छ भन्दै केपीओली वास्तवमा ठ्याक्कै त्यही देखायो क्या। विपदको बेलामा कतिपय मौका छोपेर बसेका हुँदो रहेछन्। स्वयं प्रधानमन्त्री नै फिल्डमा गइसके पछाडि चाहिँ आम जनतालाई अलि राहत पनि प्राप्त हुन्छ के। हेर्नुहोस् उनीहरूलाई मनोबल बढ्छ। सरकारले जे गर्यो ठिक गर्यो भने एकद्वार प्रणाली अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप चाहिँ राहत कोष जो छ त्यो कोषमा चाहिँ रकम दाखिला गर्ने। कुनै पनि एनजिओ आइएनजिओहरूले मनलाग्ने ढङ्गले त्यहाँ गएर राहत वितरण गर्ने नाममा क्युआर कोड राख्ने, चन्दा आतङ्क गर्ने यो काम गर्न हुँदैन।